पहिरो गएको छ। अरे सेफ छन् गाडी गाई यो खुट्टामा लिएर चाहिँ रोको कति टाइम जस्तो लाग्छ मलाई। मर्निङ गाइज, हेलो हेलो, शुभ बिहानी, नमस्ते। हाम्रो शुभ बिहानी नै राम्ररी भएको छ जाममा परेर। उहाँ हुन्छ, उहाँ छ गाडीहरू, उहाँसम्म छ गाडीहरू, उहाँले छ हाम्रो गाडी। शुभ बिहानी राम्रो भएको छ हाम्रो। पहिरो गएको छ उहाँ तल काबेली खोला भन्ने ऊ तल बगेको छ। मैसम्म नि यसरी पहिरो गएर आधी घन्टा जाममा परिसक्यो यहाँ। गाडी उहाँ छोडेको छौँ हामीले। ऊ स्कुटी एउटा त्यहाँ छ हाम्रो, उता कार त्यहाँ छ, उता बाटो हुँदैछ। बाटो यस्तो भएको छ अहिले। हामी आधी घन्टा भइसक्यो बसेको, ताप्लेजुङमै छौँ। कस्तो भयो ट्रिप हाम्रो? रोपाइ गर्न लागेको छ यार यतातिर त। यहाँ हो त्यो माथि ऊ के अरे काभ्रेपाटीका जानुभन्दा अलिक अगाडि त्यहाँ साथीबाट धान रोप्यो भने त धानै फल्छ होला हौ। हालत खराब भयो मान्छेको। तर बाँकी दियोस् हाम्रो यात्रा चाहिँ एकदम सुखद राम्रो हुँदैछ अहिलेसम्म। अब आज घर पुगिन्छ। कोनी त्यो पनि अलि भन्न डाउट त्यो हिसाबले त बिस्तारै राति भाद्रैको सिउर अब नढाली हुँदैन। त्यस्तो गलेर आइएको छ। अनि टार्गेट त्यता पनि छ होइन। अब हेरौँ, होप्टी गरौँ न। एकदम घर चाहिँ पुगिन्छ। राति 9 बजीसम्म पनि पुग्यो भने पुग्यो। यो भेटारकोबाट गर्नु पनि यो जाँदा ठिकै छ। त्यताको बाटो भनेको धेरै राम्रो घर छेउको बाटो थाहा छँदैछ हामीलाई। यहाँ त अब कहाँ घुम्ने हो त्यहाँदेखि हिँड्नु। हामी कहाँ ओलम्पिक गोलातिर आएर झन्डै फस्यो होइन। अब यसपालि हेर्नु कसरी अरे सेफ छन् गाडी माथि भएर मात्र हामीले त्यो नछोड भनेको हामी लड्यौँ। लडेर पनि हामीले गऱ्यौँ। सधैँ डुबाउने भने चाहिँ यस्तो गाडी ल्यायो क्या गाई चाहिँ। हेरौँ है त, जहाँ छ हामी ठाउँको ठाउँ रोक्नुपर्छ। यसो बिस्तारै जानुपर्छ, नभए लगभग डुबिन्छ। अब फेरि अर्को आयो। अब यहाँ रोकिनै पर्यो। अगाडि रोकी हामी रोकिनै पर्छ। ठुलोले चाहिँ मार जिन्दगी झन् फेरि घमण्ड हुन्छ फेरि होइन के। जाउँ काबेली खोला हामी आइपुगिसकेको छौँ। लु अब ताप्लेजुङलाई बाई बाई गर्दै हामी अब कता आयो फिदिमलाई आइ भन्दै ताप्लेजुङलाई बाई बाई भन्दै हामी अब फिदिमतिर लागिसकेका छौँ। जय काबेली खोला। ल ए बाढी आएको रहेछ यार। अस्ति आउँदा नि यस्तै थियो। कम छ होइन, उस्तै छ उस्तै छ। कतिपट्टि ठुलो होला थियो अहिलेको थियो क्या। त्यो दुईतिरै छ नि त है साँच्ची। आज त्यस्तो छैन। ल हामी अब फिल्मतिर लागिसकेका छौँ। यस गएको कति टाइम जस्तो लाग्छ मलाई। त्यहाँबाट म पुनः लागेको कति 2 घन्टा लाग्यो नि हौ। अनि यहाँ अझ धेरै जस्तो लाग्यो जस्तो लाग्छ क्या मलाई। 2 घन्टा लाग्यो त्यही ताप्लेजुङ पुग्न। हो त टाइम लागेको कता आइपुग्यो हामी? हाम्रो भाइ हामी यो जोर पोखरी भन्ने ठाउँमा आइसक्यौँ कि। त्यो जोर पोखरी त यार पोखरी डेन्जर देखाइदिनु न तपाईँले। ए यतापट्टि अलिअलि देखाएको छु त। यस्तो छ कि है अब त्यो रमाइलो हुँदैछ हौ आज। खोइ हिजो अस्ति जाँदाखेरि चाहिँ अलिक ढिलो ढिलो गाडी पनि किने यति ढिलो चल्छ जस्तो लाग्थ्यो। आज त उड्दैछ कि उड्दैछ जस्तो पो लाग्थ्यो। छिटो हो है एकदम छिटो अब हामी जोरसल बजार जाँदैछौँ। त्यहाँबाट तेर्सोको बाटो पनि हामी जाने कुरा भएको छ। अब जोरसल बजार कति बजी 9:17 भएको छ। ट्याक्कै बिहान हामी 6 बजे हिँडेका हौँ ताप्लेजुङबाट। 7 बजे तपाईँको जाममा त आधी घन्टा बसिहाल्यो। आधी घन्टा त्यहाँ खाजा खाजा पनि लाग्यो। अब प्रमोसन किन हान्नु भनेर चाहिँ नबनाएको भिडियो खाजा खाजाहरूको।
हुन्छ तर बबाल भएको थियो है खाजा खाने ठाउँमा भयो। तिखेर पनि भर्खरै आएर है सन्तोष दाजु खबर तिहारको फेरि होइन ल है ल भाइ जब मेरो खुट्टा पिल्सिएको छ चप्पलमा छु म अरू जुत्तामा ट्राभल गर्छु म चप्पल कापले जुन चप्पलमा हो क्या म हिँडाइ पनि यस्तो माथिबाट सबलाई छोडेर सुरुमा तल यसरी हिँडेपछि अनि खुट्टा नपिल्से के पिल्सिनु है हामी मान्छेले डेन्जर हो नि अब राउतको त सक्छ त फेरि सक्दैन नि यो खुट्टामा मेरो चाहिँ प्रब्लम भएको यो घाउ हो त्यहाँनिर चाहिँ मेरो प्रब्लम चप्पल लाउनुको कारण त्यही हो मेरो आजको त्यही भएर चप्पल लगाएको मैले क्या आज टोपी छोडेको छैन होइन सेफ्टी छौँ क्या हामी जे होस् त्यसलाई झन्डै मर किनकि अब यो पानी जति बेला नि पर्न सक्छ फिक्स छैन त्यसको लागि सेफ्टी चाहिँ चाहियो बुझ्नु पऱ्यो है त्यस्तो छ अब आज इलाम कन्यामसम्म पुग्ने प्लान भएको छ तर अघि तेह्रथुमको बाटो चाहिँ फर्क्यौँ हामी चार्जै नभ्याउने भएर तेह्रथुमले हामीलाई धोका दियो तेह्रथुमले धोका दियो गाइज हामीलाई के गर्ने फेरि फिदीमा फर्केर फेरि फुल चार्ज हालेर 1 घन्टा बसेर चाहिँ हिँड्नु परेको छ हामी अहिले अब एकदम रफ्तारमै छौँ कम्ता गिदी भयो त नि हौ एकछिन त टेन्सन दिएर उडेको हो कि हावा हिँडेको उडेको ओह्रालो यसमा कतै गएर दुःखको पाइन्छ कि भन्ने कम्ता टेन्सन भएको थियो हामीलाई गाइस ल अब कन्यामतिर इलामतिर भेट्नुपर्छ भेट्नुलाई गाइस दाजु के छ खबर हेलो भाइ केही देखिँदैन त दाल भाइ खबर अब ठिकै छ अब आज कहाँ कन्यामतिर बसिन्छ होला जस्तो लाग्छ गाइस हाम्रो कन्या गाइस अब यो भ्लग भनेको 1-2 दिन पछि मात्र हालिन्छ किनभने अब काटकुट गर्नु पर्यो एडिटिङ गरेर गर्नु पर्यो आहा बल्ल अलिक उज्यालो आयो गाइस अब फेरि अँध्यारो कालो जङ्गलको बाटो छ अलिअलि ठाउँमा घर छ अब हामी भनेको गन्तव्य तल पुग्नलाई लगभग अब आधी घन्टा अब हामी कन्याम पुगेपछि भेट्नुपर्छ गाइस उज्यालोमा यो अँध्यारोमा दाँत देखाएर भएन माझे पनि नमाझे पनि ल गुड मर्निङ खबर बताइन्छ आज हामी विकल होइन के अरे श्रीअन्तुको घुमघाम जाँदैछ अब आज चाहिँ घर पुगिन्छ भनेको छ होइन यात्रा सुरु नै छ अब यहाँ अब श्रीअन्तु एकछिन घुम्ने अनि कन्यामतिर यसो एक बोच ढल्किने अरे त्यही त यात्रा जारी नै छ सकेको छैन दियोस् हाम्रो कुदाइ दियोस् मान्नै पर्छ बजीको पौडी अझै सकिएकै छैन सकिन्जेलसम्म चाहिँ अब हिँडेको यसरी नसकिन्जेलसम्म चाहिँ हाम्रो अब निरन्तर चलिरहने छ होइन तालबारी अहिले तलमा कहाँ पुगेपछि नि कता जाने भन्छ यो अहिले चेन्ज भएको नि त यार प्लान भनेको कति बेला के बन्छ थाहा हुँदैन तर धन्दा बाटोले चाहिँ अब धोका दिँदैन हिजोको जस्तो कहाँ अरे सङ्क्रान्ति भन्ने ठाउँबाट फर्केका हिजो झन्डै त्यो औँसी डाँडा बराबरको ठाउँ नि हो त गाइस के गर्नु यस्तै छ गाइज अब अन्तमा गएर भेट्नुपर्छ है गाइज ल गाइज अन्तु आइसकेको छौँ हामी अन्तु डाँडा हामी हिँड्दैछौँ खान्छ के आउनु अन्तु डाँडा हामी हिँड्दैछौँ उनको बाबा हुनुहुन्छ सन्तोष दाजु हुनुहुन्छ अस्तिको खुट्टा हिँडाइले आज तर गाइज हामी अन्तु डाँडा हिँड्दै गइरहेका छौँ त्यो डाँडामा डाँडामा छाना चाहिँ के छ भ्यू टावर क्या वहाँबाट हेर्ने हो क्या के सबै देखिन्छ क्या ए अब यो त कुहिरो लागेको बेला आएर पो त हामी वहाँ त घाम लागेको देख्ने ठाउँ हो फेरि अन्तु चाहिँ अर्कै ठाउँमा छ त घाम सूर्योदय केही नै छैन क्या तर यो नगरपालिकाले सूर्योदय रहेछ नि त यहाँ अरू के होइन क्या
यो आफू हिँड न के गरेको तिमीले बाबालाई कति दुःख दिएको तिमी हिँड न यस्तो आनन्द होला गाइस माथि पुगेर पछि भेट्नुपर्छ। यस्तो सबै घुम्ने भनेको त तपाईँलाई त त्यसको गीतमा भिडियो चाहियो भने तपाईँलाई त्यो गीत टी सर्टै राम्रो भयो नि अलिकति मोबाइल हात पिछ्यो नि तलजना सात टुक्रा 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 बोट जोडेर हिँड्नुपर्छ केही छैन हौ केही आउँदैन भाइ केही नै आउँदैन त कन्याम डाँडा अन्तु डाँडा भन्ने ठाउँ यही हो। भ्यू टावर लेखेर हुन्छ यस्तो छ। 1 घन्टा हिँडेर आइयो केही छैन। यहाँ हेर्ने नदी। अब आउँदा त अघि आयो कि कुन बाटो आयो यताबाट आएको रहेछ हामी यो बाटो होइन हामी यताबाट आएको रहेछ कि यतापट्टि रहर पुरा भयो बेकार आयो न घाम हेर्न पाइयो न केही राम्रो ठाउँ छ होइन दाजु के छ भन्नु न के छ कस्तो छ हामी एकदम रमाइलो कस्तो छ यस्तो छ न घाम हेर्न पाइयो न के आयो हामी कन्यामा आइसकेका छौँ र यहाँ कपडा चेन्ज भएर टिकटक बनाउनतिर लागेका छौँ। कति बज्छ? 12:30 यहीँ भइसक्यो।